हाम्रो फुजीको जर्नी चाहिँ स्टार्ट भइसकेको छ। हामी जाँदैछौँ फुजी, तर आज होइन भोलि। आज चाहिँ हामी 7th स्टेसनसम्म जान्छौँ। माउन्ट फुजी भन्दा ठुलो माउन्ट फुजी भन्दा अग्लो त मेरो पिम्पलै छ। अरू के कुरा गर्ने? फुजीसम्म चढ्नु त्यति धेरै सजिलो चाहिँ छैन, एकदम धेरै गाह्रो छ। तर हामी 6 स्टेसनसम्म पुगेको छैन। अहिलेसम्म 6 नपुग्दै मेरो यहाँ हालत खराब भइसक्यो। 8बाट पनि अझै अच्छु के पर्बु जाड। हामी चाहिँ 7th स्टेसन पनि पुगेको छैन, तर थाकेर थकै लाएर भन्छ म गलिसकेँ। अझै मेरो साथीहरू धेरै पछाडि नै छन्, तर म चाहिँ अलिकति के भएको भनौँ, अलिक ताकतिलो भएको भएर चाहिँ मैले चाहिँ अलिकति हिँड्न सकिरहेको गरेँ कि। मेरो साथीहरू तलै छन् हौ। अझै फुजीसान चढ्न त्यस्तो धेरै सजिलो चाहिँ छैन। अब फुजीसान चढिसकेपछि मेरो नेक्स्ट डेस्टिनेसन भनेको चाहिँ सगरमाथा अरे। मेरो नेक्स्ट डेस्टिनेसन चाहिँ सगरमाथा हुन्छ अरे। यहाँ माथि चाहिँ अझै कति हो कि हिँड्न पर्ने त अझै कति हो। व्यक्त गर्नै सक्दिनँ म। 6th स्टेसन त आइपुग्यो कि भन्ने आश हो, तर थाहा छैन 6th स्टेसन आयो कि नै। फाइनली वी आर इन 6th। तपाईको त कस्तो हुँदै आएको छ त? ए ब्राइटनेस नबढाएर रहेछ। अजल गाम्बाते कुदासाई गाम्बाते गरा। यस्तो त म यतिकै चढिदिन्छु होइन। हामी चाहिँ आज यहीँ बस्छौँ, तर छिटो आइपुग्यो। कति बज्यो अहिले? 5 पनि बज्यो। मलाई थाहा थिएन कि यति धेरै मान्छे फुजीसान चढ्छ भनेर। त्यहाँ हजारौँ मान्छे थियो क्या माथि। यो माथि भयो, अब तल फेरि त्यस्तै मान्छे छ क्या। त्यस्तै मान्छे तल पनि आउँदैछ। यति धेरै मान्छेले चढ्छ भनेर चाहिँ मलाई थाहा थिएन। एक दिनमै यति धेरै। अब भोलिपल्ट पनि आउने बाँकी छ, पर्सिपल्ट पनि आउने बाँकी छ होइन। एक दिनमै यति धेरै मान्छे क्या, यति धेरै मान्छे। सबभन्दा टप हो है, सबभन्दा टप। यहाँभन्दा टप चाहिँ जानै मिल्दैन। मेरो हातै देखाएन त। दादा यस्तो गर्न नै भ्याउँछ होला क्या सायद। कस्तो भने सबभन्दा टपमा पुगेर अनि फर्केर हेर्न आउने लागिसक्यो। हाम्रो मेन मोटिभ भनेको सनराइज हेर्नु थियो। माउन्ट फुजीको टपबाट चाहिँ सनराइज कस्तो देखिन्छ भनेर मेन मोटिभ भनेको त्यही हो। अनि फाइनली सन चाहिँ राइज हुन लागिसक्यो। ल देखिन ल है। अब यत्रो 2 दिन लगाएर यत्रो माथि चढ्नुको कारण चाहिँ यही रहेछ क्या मान्छेहरूको चाहिँ, त्यो सनराइज हेर्नलाई। फुजीको टपबाट सनराइज हेर्नको लागि अरे कि यत्रो धेरै मान्छेहरू आएको छ यहाँ। फुजीसानको सनराइजले चाहिँ आफ्नो अनुहार यति धेरै चम्किलो देखाइरहेको। चम्किलो देखाइ। अब चाहिँ हामीले पुरै राउन्ड मार्ने सोच गऱ्यौँ। सबभन्दा टपमा आइ त सक्यो। अब यताउता पनि के रहेछ हेर्दै जाऊँ, कस्तो रहेछ भनेर। फेरि आइँदैन भनेर फेरि राउन्ड मार्न थाल्यौँ हामीले चाहिँ त्यसकै माथि। यहाँ चाहिँ ज्वालामुखी विस्फोट भएर पाल परेको अरे कि। यस्तरी माथि आउँदा फेरि यहाँ चाहिँ पाल परेको अरे, मान्छेहरूको भनाइ हो। साँच्चै हो है, भनाइ मात्रै होइन। वी आर अन द टप। यहाँभन्दा माथि चाहिँ केही पनि छैन, भनौँ भने भगवान् छ अरे कि। यो चाहिँ सबभन्दा माथि हो। यहाँबाट तलको भ्यू यस्तो देखिन्छ। उता चाहिँ सिन्जुक हो, त्यो नेपाल हो, अनि त्यो श्रीलङ्का हो अरे कि। यसो नाटक पारेर कि यो चाहिँ नेपालको झन्डा यसो फरफराइदिएको। अब चाहिँ हामी ओर्लिसक्यौँ। चढेको चाहिँ उताको बाटो हो, तर हामी झर्ने चाहिँ यता बाटो। चढेको चाहिँ त्यहाँ उताबाट मान्छेहरू सानो देखायो नि, हो त्योबाट चढेको हो। अनि झर्ने चाहिँ अर्कै बाटो हुन्छ, अर्कै बाटो झर्नु पर्ने हुन्छ। त्यो भए पनि तर त्यस्तो खासै गाह्रो चाहिँ हुँदैन है।
हामी जतिकै यतिकै मान्छेले त सक्छ तिम्रो एक्सपिरियन्स कस्तो भयो फुजिसान चढ्दाखेरिको नेपाली बाबु मेरो अनेस्ट भन्ने फेरि ल म भन्छु 5 बाट आउँदाखेरि म हिँड्न मेरो रिस्की छ नै म भन्न सक्दिनँ एक्सपिरियन्स चाहिँ कस्तो भयो चढ्दाखेरि चढ्दाखेरि बिचमा गिभ अप गर्न लाग्थेँ तर सानसानो बच्चाहरू हिँड्दाखेरि यस्तो बच्चा हिँड्या Inspired भयो? त्यत्रो गएकोमा त्यस्तो फुर्ती लागिरहेको थियो 2 महिना अघिदेखिबाट मैले गर्नुपर्छ भनेर एकचोटि रोएँ अनि बच्चाहरू हिरोको पनि होइन कि उता त्यस्तो थाहा पाएको भयो त अब के भन्नु मलाई एकदम सुरुमा गराउने चाहिँ तर तर चढ्छ जस्तो लाग्थ्यो तर सकेन कि होइन त तर चढ्न चाहिँ चढ्यो जसरी रोइ कराइ गरेर भए पनि मैले रोएर कराएर भने नि आइडियो चढ्न चाहिँ चढ्यो अरे चढ्यो म चाहिँ रुनी गर त्यसै केही भएन मलाई चाहिँ म चाहिँ अलिक धेरै नै खेल्दैछु एकदम के भन्छ गर्वान्वित के भन्छ प्राउड फिल गरिरहेको छु आइ एम फिलिङ सो ग्ल्याड नेपालीमा भन्दाखेरि के भन्छ गर्व मलाई एकदम गौरव गौरव feel भयो सबै केटा मान्छेको नाम के गर्व गौरव केटी मान्छेको छैन त उसलाई चाहिँ एकदम गौरव फिल भइरहेको अनि 3000 कति मिटर 3700 700 मिटर कति हो यस्तै 3700 नर्मल हो क्या जो चाहिँ रुँदै आइरहेको थियो त्यसलाई चाहिँ नर्मल हो अरे फेरि रुँदै कराउँदै बाफ्रे ल बाई बाई हात कस्तो हात गल्यो कि यसरी मोबाइल समात्दा चाहिँ बरु मेरो 3जना साथीहरू चाहिँ कता हो कि मैले चिने छैन अब कसरी भन्नु कता हो भने यति बिस्तारै हिँड्दै झरिरहन् म चाहिँ यहाँ तल आइपुगिसकेँ अब तिनीहरूलाई आउन कति टाइम लाग्ने यहीँ बसेर कुरौँ कि तल गएर कुरौँ म कन्फ्युज भइरहेको के गरौँ भनेर